Take 3. Action. नमस्ते, मेरा नाम लीलानाथ पोखरेल हो। मेरो नाम इनकर आयो। मेरो जगन्नाथ शर्मा हो। मेरो नाम लक्ष्मण राई। म भुटानबाट आएको। म पश्चिम नेपालबाट आएको। भुटानबाट आएको। म भुटानबाट। दिन यस्तै छ। पहिला भुटानमा नि दुखे गरेको हो, नेपालमा नि आएर दुःख गर्यो, त्यहाँबाट यहाँ आएर नि काम गरिँदैछ, दिन बिताइँदैछ। हिजो आज हाम्रो जति पनि लोप भएर जाँदै गरेको संस्कृति कलाहरू छ, त्यसको लागि अलिकति नमासियोस् भनेर उकास्ने कामहरू गरिरहेका छौँ। जहाँसम्म मेरो अनुभव छ, शरणार्थी जीवन मेरो लागि धेरै नै राम्रो थियो। अनि अलिकति स्ट्रगल गर्नै पर्थ्यो है, वहाँनिर पढ्नु पनि त्यति यहाँ जस्तो फेसिलिटी थिएन। जन्मभूमिलाई त माया गरिन्छ, सपना पनि देखिरहन्छ आफ्नै भूमि। मलाई मेरो बाल्यकाल चाहिँ मेरो सबसे जिन्दगीको सबसे अनुभवहरू एन्ड मेमोरीहरू जस्तो लाग्छ। भुटानबाट आउने मान्छेसँग प्रायः सबैसँग त्यस्तो हुनुपर्छ। आफ्नो भएको जग्गा जमिन घर जग्गा यस्ता कुराहरू सबै त्यागेर छोडेर हिँड्नु पर्दाखेरि भुटनिस जति जम्मै रुँदै हिँडेको। इन्डियामा निक्लिँदाखेरि कहीँ बास पनि पाइएन, दुःखले बस्यो 1-2 महिना। त्यहाँबाट बल्ल बल्ल चान्स खोजेर शिविरमा आइयो, शिविरमा आएर नि दुःखै बिताइयो। यहाँ भनेको पिसफुल एरिया हो, सानो स्टेट। वातावरणहरू, भ्रमणको वेदरहरू धेरै मनपर्छ र सिधा सोझा मान्छेहरू बस्नका लागि सुविधा, ठुलो टाउन पनि होइन। त्यस कारणले गर्दाखेरि हाम्रो समाजलाई यहाँ बस्नलाई धेरैभन्दा धेरै राम्रो छ। दाहिने हात चलाइरहने मान्छेलाई देब्रे हात चलाउँदा अलिकति अप्ठ्यारो हुँदो रहेछ। त्यो अप्ठ्यारो अलिकति महसुस भयो र पनि केही सङ्घर्ष गर्दाखेरि यहाँको समाजसँग मिल्न सकिरहेका छौँ अहिलेसम्म चाहिँ। सबसे पहिला त अहिलेको नयाँ जेनेरेसनहरूलाई आमा बाउ र अभिभावकहरूले नेपाली सिकाउनु धेरै नै जरुरी छ। अनि छोराछोरीलाई इङ्ग्लिसमा मात्रै होइन, नेपाली पनि एकदमै कल्चरहरूलाई अगाडि बढाउनु चाहिँ उनीहरूले पनि सन्देश दिनुपर्छ। 5-6 वर्षभित्रैमा धेरै हराइसकेको छ। त्यस कारणले गर्दा हामी सबैजना आमा बुवा भाइ बहिनी सबैजना मिलेर एउटा केही न केही नानीहरूको लागि खेल्ने तरिकाबाट नेपाली भाषा सिकाउनुपर्छ, बोल्न सिकाउनुपर्छ, पढ्न सिकाउनुपर्छ। सबै समाजै मिल्नुपर्छ। एकजनाले मात्रै सिकाएर चाहिँ केही हुनेवाला छैन, एउटा घरले मात्रै सिकाएर हुनेवाला छैन। र हाम्रो नेपाली जति हाम्रो भाषा राख्नु छ भने सबै समाज मिलेर एकजुट भएर नेपाली सिकाउनुपर्छ नानीहरूलाई, अनि मात्रै हाम्रो नानीहरूले सिक्छन्। सिभिलमा बस्नुहुने जति व्यक्ति हुनुहुन्छ जम्मै तपाईँहरू युएस आउने कोसिस गर्नुहोस्। तपाईँको भविष्यहरू अनि तपाईँको नानीहरूको भविष्य धेरै नै राम्रो हुनेछ। मबाट चाहिँ वेलकम हो। अमेरिका इज ग्रेट। Vermont, द स्टेट अफ फ्रिडम एन्ड युनिटी। थ्याङ्क यू।